ल आज चाहिँ हामी साङ्गा जाने तयारी अवस्था छौँ। हाम्रो राइडर दुब्लो ब्लगर हामी अगाडि बढ्दैछौँ। धेरै दिनपछि आज जस्ट निस्कियो हामी दुवैजना निस्कियौँ। कति रुममा बस्नु भनेर अब कि मान्छेको यताबाट यो पज गरेर फेरि गराउन मिल्दैन। पज गर्ने भनेर रोक्ने हुँदो रहेछ होइन। त्यो बन्द गर्नु माथिको मात्रै दबाउनु कि पज गर्ने अफ अन फेरि भिडियो रेकर्ड हुने हो क्या होइन। अहिले यता टोखातिर जियोस् बाटो एकदम अफरोड नै छ। यता चाहिँ गाउँको भन्दा नि बेसी होइन। के बोल न हो तिमी। हामी चाहिँ सागा जाँदैछौँ गाइड होइन। बाटो देख्न सक्नुहुन्छ यो के भन्छ त्यस्तो बाटो छ यहाँ काठमाडौँमा पनि। जाऊ यताबाट हालेको त तिमीले यताबाट पछाडिबाट पुग्थ्यो नि त। हाइवे निस्किने हो। म त माथि चौकी निस्केर जाने सोचेको थिएँ। जहाँबाट सजिलो लाग्छ त्यताबाट जाउँ। कस्तो लाग्छ